तपाईँको त यसको त ल्याइहाल्ने बेला भइसक्यो अनि मैले माग्रो मागेको माग्रो पनि कहाँ पुग्यो अनि थाम्न पनि थोरै थाम्यो त नि माछा त यो यस्तो गर्दा नि मागो त्यहाँ 9-10 महिना भइसक्यो चलिरहेछ यही जाने अब युट्युबमा त के अरे गाना बजाउनु हुँदैन नि यहाँ बसेर गाना बजाउनु मिल्दैन होइन युट्युब खोलेपछि भिडियो बनाउँदा युट्युबमा हाल्दा त मलाई त यस्तो कुरा थाहा नै छैन कपिराइट लाग्छ अन्त लु यो भिडियो अन छ है अब यहाँ तर यो अब चाहिँ सुन्दैन माइक्रो भए त्यो घाडी एउटा हुन्थ्यो माइक्रो अर्डर सुन्छ नि यति बोलेको सुन्छ माइक्रो एउटा अर्डर गरेँ अब मैले हावाहरू चलेको उयो आउँछ क्या माइक्रो एउटा अर्डर गरेको खै 2 हप्ता नै धेरै भइसक्यो आएन ऊ पर शीतलमा जानुपर्ने हो कि शीतलमा नि के छ कान्छ नयाँ नौलो लु भिडियोमा नयाँ नौलो त भन् सोध्नेलाई नि अरू त के सोध्नु ठिकै छ भएन जिन्दगीमा यो हाम्रो चाहिँ साइकलको नयाँ ग्यारेज लन्च हुँदैछ होइन त्यो पनि कहाँ कुन देशमा भन्दाखेरि मलेसियामा है मलेसियाको मुहार भन्ने यहाँ नजिकै छेउमा ए हाम्रो त मिस्त्री भाइ हुनुहुन्छ मिस्त्री भाइ हुनुहुन्छ ब्रेकहरू नयाँ लगाइदिन्छु ल ब्रेक यसको राम्रो छैन लगाइदिन्छु नयाँ यो साइकल चाहिँ फाल्ने हो यो अनि लगाएर राखिराख्ने अनि बेच्ने नि अनि यो साइकल चाहिँ फाल्ने हो यो त्यसको उयो राम्रो के चाहिँ खराब भयो यसको यो साइकल चाहिँ फाल्ने यो यो पाइडल त काट्नु त राख्दा हुन्छ त पाइडल चाहिँ ब्रेक छैन रहेछ भेना यही लगाइदिन्छु राम्रो बनाएर यो डन्डी यो मात्रै राख्यो कि अरू फुक्लिन्छ भने त के यो साइकल कहाँ के बनाउँदा नबनिने यो चाहिँ यो यहाँको यस्तो यस्तो रुम रहेन रहेछ भेना हामीले नै निकालेर चलाएको अलि यताभित्र ल्याउनु कि सामान बाहिर राख्नु नि सामान भित्र मान्छे बाहिर मेरो पो अहिले के अरे उयो यहाँ ल्याएर बनाउने के मिस्त्रीले शीतलमा अहिले तल सिल जान्छ नि सकेको यो त काम हो भेनाले सामान लिएर मात्रै ल के भन्छ अन्त अग्रो छ त सामान शीतलमा मान्छे घाममा सामान यता सुकाउने हो मार त हाम्रो नयाँ ग्यारेज हो कस्दा भइरहेको छ अरे धेरै कस्दाखेरि यतिकै कस्ने हो भने यसलाई नखोली यहीँबाट लाग्नु पर्छ त यसलाई यो स्ट्यान्ड त हँच भयो त दाजु यार भिडियो आउँदा यार एउटा अर्डर गर्ने बेला भन्छ अनलाइनबाट हुन्छ भयो झरिहाल्छ नि त्यहाँ राख्दा बाँध्यो भने मात्रै यो त बेचिँदा नै हुन्छ हौ भेना अब हुन्छ यसको उयो मेरो चाहिँ अहिलेसम्म साइकलको यत्रो भयो नि यो भित्रको त्यो ब्यारिङ त फुटेर खतम छ कि के भइसक्यो होला यार कुद्नु त कुदिरहेको छ अहिलेसम्म याद त गरेको छैन कुदाउँदाखेरि थाहा भइहाल्छ मेरोसँग साइकल कतिजनाले फेरिसक्यो यो कुमारहरूले भित्र ब्यारिङहरू के पुरा त्यो त बिग्रेको बेला कुद्दैन क्या साइकल नबिग्रेको त राम्रै हुन्छ ब्यारिङ मेरो चाहिँ खै कस्तो छ कोही यस फोटो भिडियो कति अरे कति मिनटको भएछ अरे ल 4 मिनटको भएछ ल अपलोड गरिदिइहाल्यो 4 मिनटको लागि थोरै